नमस्ते, म अरुण कोइराला। आज म हजुरहरूलाई नेपाली भाषाका मूर्धन्य कवि श्री शिरोमणि श्री लेखनाथ पौडेलद्वारा रचित पिंजडाको सुगा नामक कविता वाचन गरेर सुनाउन गइरहेको छु। पिंजडाको सुगा। बालक बबुरो द्विजसुक नाम, हुम परेको छु पिंजडामा। मकन हरे शिव शान्ति रचैन, सपना बिच पनि रति भर छैन। मेरा बान्धव बाबु र आमा, बस्छन् वनका एक कुनामा। कोसित पोखु मनको ताप, गर्दै पिंजडाबाट बिलाप। आँसु बगाई कहिले रुन्छु, कहिले मुर्दा तुल्य म हुन्छु। कहिले पागल सरी उफ्रन्छु, केवल वनका सुख सम्झन्छु। फलफूल खाई नित्य रमाई, वनमा फिर्ने बबुरोलाई। विधिले पार्यो पिंजडा भित्र, कर्म हरे शिव हुन्छ विचित्र। वरिपरि बैरीहरू छन् सारा, छैन कतैतिर कोही सहारा। के गरौँ कसरी उम्की जाऊँ, कोसित मनको दर्द बिसाऊँ। पिंजडा फोडौँ भनिकन चुच्चो, बलसँग धस्ता भो सब बुच्चो। बेसरी कुजिए पक्ष र पाऊ, कसरी अब काल बिताऊँ। यो कस्तो हो कसरी आयो, बसिकन पिंजडा बिच के खायो। यो सब बुझ्ने कोही छैन, हाय यसैले मन रहँदैन। सुखा छ घाँटी बन्धन चर्को, बोल्नै पर्ने झर्को अर्को। बोलेन भने लाठी उजाई, हुन्छ तयारी पिट्नलाई। एउटा भन्दछ यो हो पाजी, अर्को भन्दछ यो छ बिराजी। भन्दछ तेस्रो आत्माराम, पढो पढो जी राखो नाम। गुडको बैरी मानुष जाति, शुष्क गराई गुडीका छाती। प्राण पखेरु नलिएसम्म, खुस किन हुन्थ्यो हाय अचम्म। पृथ्वी तलमा एउटासम्म, मानिस बाँकी रहँदासम्म। तुच्छ सुगाको जन्म नदेऊ, दीन दयालु बिन्ती लेऊ। पृथ्वी तलमा एउटासम्म, मानिस बाँकी रहँदासम्म। तुच्छ सुगाको जन्म नदेऊ, दीन दयालु बिन्ती लेऊ।